हेलो सबैजनालाई यतिखेर चाहिँ रातिको 10 बज्न लागेको छ अनि आज ट्याक्कै 2082 सालको अन्तिम दिन हामी चाहिँ यहाँनिर सौरा जाँदैछौँ न्यू इयर सेलिब्रेसन गर्नको लागि र यो फुल भिडियो हेर्नु होला एकदम इन्जोय हुनेवालामा छ कि अनि यदि यो भिडियो तपाईलाई मन पर्यो भने लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गरिदिनु होला। बाई बाई। अब उता पुगेपछि हुन्छ अब यो भिडियो कन्टिन्यू। यस केटो आन्टी लभर। हेलो गाइस, आज म चाहिँ एउटा गीत गाउँदैछु है। त्यो गीत चाहिँ पर्पल गीत हो। मलाई चाहिँ दिदीले भन्नु अब गीत गाउन लगाएको छु त रामलाई कमेन्ट गरिदिनु, नरामलाई अब सजेस्ट दिनु। मानिदिनु। पर्पल जीना मुहार मेरे तेरे बिंदार सारे रस्ते बेकार तेरी आंखों के सिवा करने जाता मैं हार रहता तेरा इंतजार मेरे ख्वाबों में आन करके सोला सिंगा मैं अब क्यों हो सनाता नहीं सकूं यो दिल क्यों पाता नहीं कटूं यो तुमसे जो दे चेहरा ने क्यों नजर मिलाना नहीं ताल में तू बा तेरा नजर मिलानी दाने की है कान के पीछे जुल्फ छुपाना मेरी शान की है मेरी नजर मुझसे क्या कहती है दिल पर वो घायल करते जाने ना मानूं मेरे दिल पर वो ख्याल करते जीना मुहार मेरे तेरे बिंदार सारे नशे बेकार तेरी आंखों के सिवा कर नहीं जाता मैं हार रहता तेरा इंतजार मेरे ख्वाबों में आन करके सोला सिंगार। र थ्याङ्क यू। मेरो गीत चाहिँ सकेको छ। अब यो मलाई धेरै आउन र सबैजना रामलाई कमेन्ट गरिदिनु होला र यो भिडियो लाइक र सब्स्क्राइब गरेर गरिदिनु। धन्यवाद। नमस्ते। के हो कि हामीलाई कुराको कुरै गर्नु हुने के हो घरैदेखि न्यू इयर हो क्या। ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर। ल हामी रातिको 11 बजे न्यू इयरको लागि निस्किँदैछौँ। हजुर ए कता बस्ने हो दाइ न्यू इयरको लागि यहाँनिर ह्याप्पी न्यू इयर। नमस्ते है सबैजनालाई नमस्ते। ए यता नमस्ते भिडियो बनाउनु ल हामी चाहिँ गाडी बुक गरेर सौरातिर जाँदैछौँ। गाडी बुक साउनी हाम्रो साउनी। लु साउनी कता बस्ने हो त म पनि बस्नु न ल तपाईँ कम्फर्टेबल। ल है महिला सिटमा महिलालाई दिएको छौँ हामीले। औ को कता बस्नु म जाउँ। खोइ रिदम र दिप्सन खोइ सक्यो रिदम दिप्सन रिदम दिप्सन तिमीहरूलाई त गाडी लाग्दैन नि। रोक है बलबन पुऱ्यो होला नि। कसरी खाइ के गर्नु हाम्रो छैन यस्तो भन्नु पर्यो मम्मी। त्यही नभएर यहाँनिर आएको यसरी बाबाले भन्नु पर्दा फकाउनु पर्यो। सौरा फर्स्ट टाइम भन मम हेर्नु हेर्नु कस्तो लागिरहेको छ त जाडो जाडो लागिरहेको छ। ए त मस्त निदाउन लाउनु भएको छ दिदी त। निदम दिसन गएको हो तिनीहरू त बोली बन्द भयो। गाडी लाग्यो क्या ल मिलाज ल तपाईँलाई नि त होला नि त सिधै यतारी हेर्नु नि त। हामी कसम कट्रिना के भन्छ अरे कट्रिना के होला पनि फ्लप भएको छ क्या। ए यहाँनिर भनेको थिएँ मैले रुम भनेको थिएँ मैले। पार्किङ गरेर खोज्नु पर्यो अब पार्किङ गर्नु पर्यो अनि बल्ल हिँड्ने हो कि। हेलो गाइस, त के छ हजुरलाई आज न्यू भ्लगमा आज चाहिँ हामी सौरा घुम्न आएको छौँ न।
आज चाहिँ नयाँ वर्ष अनि भाइ म अनि अरू मेरो बाबा मम्मीहरू हुनुहुन्छ अनि यहाँतिर चाहिँ बाबा मम्मीहरू बसिरहनुहुन्छ ओ गाइज भ्लगरसित भ्लगर भेटियो उहाँ चाहिँ मेरो दिदी पढ्नु भयो बाबाको बाबाको भान्जी अनि उहाँ चाहिँ मेरो दिदी अनि उहाँ चाहिँ मेरो दिदी पढ्नु भयो आज चाहिँ हामी फर्स्ट टाइम आएको हो सौरा आज कन्सर्ट नै हेर्नु पाइन्छ एउटा कन्सर्ट भएर होला आज मेरो भाइको हेर्नु है ल मेरो भाइको सुन्नु होला यहाँ नै हाम्रो दिदी छन् अब हामी अब बस्छौँ एकछिन अब जाने होला अनि अब हामी एकछिनमा जान्छौँ होला अनि हाम्रो भाइ अलिकति हाम्रो भाइ सुतिरहेको छ अनि त्यहाँ यसो कार हेर्नु जाउँ है त ग्यास सबैको कार कलेक्सन अनि यहाँ अब हामी हिँड्यो टाटा कम्पनी हेर्ने हो गाइस टाटा कम्पनी इधर त हेर्न सक्नुहुन्छ टिए टाटा कम्पनी ओ माई गड गाइस ल है बाल गाडी भेट्यो है अब चाहिँ बल्ल यस्तो गाडी भेटिसक्यो गाइस अब आफू त फ्युचरमा यस्तै गाडी किन्ने हो कौन है ये लोग कहाँ से आते हैं यस्तो अनि यस्तै न्याभरिको सबै गाडी किन्ने जति हजुरहरूले गर्दा म यति पुरै ओइ नगरौँ है यो त ल अब हामी सबै किन्नेछौँ अब पैसा हेर्ने कति हुन्छ अब हामी यत्तिकै अब हामी यो यत्तिकै बसिरहेको छौँ त अब हामी एकछिनमा अब हामी यहाँ हिँड्दै गएर कता यहाँतिर उताबाट टिकट काटेर अनि यसरी बल्ल सौरा जान्छौँ अनि कन्सर्ट हेर्छौँ त ल हजुरहरूलाई अब हामी त्यही गरेर एकैचोटि डाइरेक्ट कन्सर्ट देखाइदिन्छौँ है त गाई मलाई चाहिँ अलिअलि गाह्रो भएको थियो त्यही भएर मैले खासै धेरै लामो भने म हजुरलाई एकैचोटि कन्सर्ट देखाउँछु हेलो गाइज फाइनली हामी चाहिँ यहाँनिर गाडीबाट झरेर अब सौरा यता ठाउँ खोज्दैछौँ बस्नलाई यहाँनिर भिनाजुहरू अगाडि यहाँ झोलामा खजाना छ आजको स्पेसल न्यु इयरको लागि अनि यहाँ बहिनी छ हाम्रो भाइहरू अनि यहाँनिर हामी त सबैजना रमाइलो भइराखेको छ सबै फ्यामिली लगभग हामी यत्रोजना चाहिँ हिँडिराखेको छौँ कि कता जाने हो के गर्ने हो थाहा छैन म चाहिँ पहिलोचोटि हो नि त त्यही भएर चाहिँ कता के हो कन्फ्युजन भएको छ आओ भाइ आइ त दिप्सन त उता दिप्सन त गइसक्यो ऊ अगाडि उता गइसक्यो कि हामी चाहिँ यहाँ दाजु के भन्छ अरे दिदीभाइ चाहिँ भ्लग बनाउँदै होइन सरलको अगाडि अनि यहाँनिर सबैजना होइन चटक्क परेर एकदम तयारीमा कपालहरू आइराखेको छन् कि म चाहिँ एक्लै छु है यता दायाँ पनि बायाँ पनि कोही पनि छैन एक्लै छु नि एक्लै हुनु भनेको भाग्यमानी मात्रै हो सबै कपाल छ यहाँनिर जोडीको भिडमा म एक्ला क्या करूँ क्या यो मल्ले अहिले खाने बिहिबार छ कहाँ जानु भयो खोइ हामी चाहिँ हराउन पनि सक्छु कता हो के हो मैले आँखै देखेको छैन तिमी त बेपत्ता छौ त हेरे छौ त माइजूको बहिनी म सङ्गीता गुरुङ कस्तो लागिरहेको छ त भन्नु नि त अब एकदम रमाइलो लागिरहेको छ हो
मान्छे मान्छे छ नि जोडी जोडी आभा कहाँ तपाईँ र म सिङ्गल यहाँ के गर्नु ल अब बोल्ने यता नि बाबुहरूको बिचरा भिडियो गरिरहेको छ आमा चाहिँले आमा हो नि होइन आमै हो मेरो दुईटा छोरो हो ल ल झ्याप हो भाइ झ्यापमा म त 1-2 बजेसम्म उठ्छु उठ्यो स्पेसल ठाउँ यही हो ल यहाँनिर चाहिँ अब हामी बस्छौँ न्यु इयर मनाउँछौँ ल जाऊ रोक दादालाई बोला दादा रिदम दादा वाट ह्यापन तिमी त सिट वर्क गरिहाल्यो आउनु बसौँ अब यही त बस्ने अब कुर्सी त अब त्यस्तै हो हाम्रो न्यु इयर चाहिँ यसरी घरैबाट ल्याएर मनाइँदैछ किनभने बाहिर केमिकल हुन्छ केमिकल भएको चिज खानुहुन्न कि कसो यो सबै मैले बनाएको दिनभरि लाएर तपाईँ केही बोल्नुहुन्छ अब म केही बोलि जसले छोरा छैन उसले दिनभरि लाएर बनाएर यहाँ मेन खानी मेरो आमाजु अनि म अनि मेरो मम्मी मेरो सोल्टी खै को सोल्टी भनेको चाहिँ अनि म चाहिँ को नि मेरो प्यारी बहिनी ल यहाँनिर यो चाहिँ मेरो मम्मीले ल्याउनु भएको है यो सबै चाहिँ एकदम छोरी आउनुहुन्छ छोरीको परिवार आउनुहुन्छ भनेर धेरै माया गरेर दुःख गरेर ल्याउनु भयो थ्याङ्क यू सो मच मम्मी अनि ह्याप्पी न्यु इयर यता गर ह्याप्पी न्यु इयर चिसो बियर म पढे लेखेको मान्छे हुँ क्या म विद्वान मान्छे हुँ सर्टिफिकेट हेर्नु के हो चिसो चिसो मौसममा जाडो भइरहेछ चम्चा ल्याएको चटनी स्पेसल लोक बिचरा मलाई थाहा नै भएन गयो फाइनली 2022 हामीले बाई बाई गऱ्यौँ तिरासीलाई चाहिँ वेलकम गरेको छौँ हामीले वेलकम चाहिँ हाम्रो अलिक स्पेसल छ क्या यहाँनिर वेलकम चाहिँ हामीले यसरी गरिरहेको छौँ बिदाई सँगसँगै वेलकम पीडा सँगसँगै खुसीको दिनहरू यसरी चलिरहेको छ हाम्रो यहाँनिर इन्जोय यो चाहिँ ह्याप्पी न्यु इयर 2082लाई बिदाई गरेर तिरासीलाई वेलकम गर्दाको छेड हो यो चाहिँ यहाँनिर दर्शकहरू धेरै हुनुहुन्छ यहाँनिर यस्तो इन्जोय गरिरहेको हुनुहुन्छ अनि म पनि यहाँनिर छु अनि यहाँनिर चाहिँ त्यति धेरै सेलिब्रेसन चाहिँ देखिन मान्छेले परायो तर के हो म के थाहा नै पाएन हाम्रो नयाँ साल चाहिँ यसरी इन्जोय भइरहेको छ यहाँनिर फ्यामिली ग्यादरिङको हजुर केही हुन्न क्या अलिअलि लत्रे त नयाँ सालको वेलकम खडा छ यहाँ हाम्रो दिदी भिनाजुको फेरि नयाँ सालको वेलकम खडा छ अनि यता फिस दिदी ओहो एउटा फोटो भिनाजु ल हेर्नु न एउटा हो नाटकै हो नौटङ्की नै हो यो नौटङ्की नै हो हामी ल खै यता हाम्रो हिरोहरू यता हाम्रो हिरोहरू खै यता हेर त दिशा यता हेर न एकचोटि मया 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 ल ल भन्नु सक्यो के भन्नु किन डिस्टर्ब गरेको रुको मै गोटा रुको मै गोटा
कोठा रुकुमैको ठहर हेरौँला तेरो यो चुरीफुरी कति दिन टिक्छ म पनि हेरौँला लाउने रहेछ र आइज बुढा तिमीहरू दिदी चाहिँ यति धेरै टेन्सनमा हुनुहुन्छ कि बुढोलाई फेरि नयाँ सालमा सिधै मामा घरमा भेट्न पर्ने हो कि भनेर टेन्सनमा हुनुहुन्छ ल दिदी भन्नुहोस् भोलि जानु दुईटा बुङ्गुर काट्ने भने घरको अनि पुलिस कस्तो लागिरहेछ नयाँ साल भन्नु न एकदम राम्रो हो ल मम्मी कस्तो लागिरहेछ नयाँ साल भन्नु त मलाई त एकदम रमाइलो लाग्छ बाबु तिमीलाई यसलाई त निन्द्रा लागिरहेछ सबै गएछ ल बाबु मम्मी प्लिज साइड ल फाइनली हामी चाहिँ सौरा भिजिट गरेर न्यु इयर मनाएर हामी चाहिँ फर्किसक्यौँ यहाँनिर ल अब चाहिँ हामी छुट्टियौँ यहाँनिर घर आइपुग्यौँ बाई बाई दिदी बाई बाई गुड नाइट अब ह्याप्पी न्यु इयर यहाँनिर मम्मी चाहिँ हामी यहाँनिर छुट्टिने बेला आयौँ रातिको 2 बजे सौरा गएर आइसकेको छौँ यहाँनिर बाबु टिप्सन ल बाई बाई दिदी बाई बाई ह्याप्पी न्यु इयर चुप्पा ल बाई बाई सबैजनालाई ल राम्रोसँग जानु है आज फेरि पनि ह्याप्पी न्यु इयर राम्रोसँग जानु है गरे होला म भन्दा ल एकचोटि घुमाइदिनु न त भेनाले ल हामी चाहिँ फाइनल्ली घर आइसकेको छौँ होइन दिप्सा चाहिँ सुत्नु पऱ्यो रातिको 2 पनि बजिसकेको छ थ्याङ्क यू सो मच अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा यदि तपाईँहरूलाई यो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू बाई बाई